ल गाइज नेपाली पार्क दुबई अल्गो भाइ बा आएको छौँ हामी यहाँ घुम्नलाई। के अरे भाइसँग आएको, बहिनी पनि साथमा, बहिनी पनि यहाँनिर आउनु भएछ, भेट्यो, यस्तो राम्रो भयो, खुसी। यस्तै चाहिँ कस्तो छ भनेर तपाईँहरूलाई चाहिँ देखाउँछु है त। ल गाइज नेपाली पार्क यो दुबईको आइएको छ अल्गो भाइ बा। ल हेर्नुहोस् बवाल छैन त, यहाँनिर छिरेको पैसा चाहिँ लाग्दैन, टिकट सिकट यताउति केही लाग्दैन। ल हेर्नुहोस् नेपाली पार्क हो, बवाल छ। यो चाहिँ मेट्रो स्टेसन हो, यहाँदेखि मुनि जमिन मुनि छ मेट्रो स्टेसन चाहिँ। यतातिरको फुटपाथहरू चाहिँ यस्तै खालको हुन्छ, यहाँनिर टक्क गाडीमा ल्याउँछ अनि टाइम भएपछि लिएर जान्छ, यस्तै छ। जाइँदैछ गाइज, फर्किँदैछौँ बुझेराको लागि। ढिलो भइसक्यो, गाडी पाउने हो कि होइन गाह्रो छ। यस्तै छ। المحطة القادمة هي القصيص. الأبواب سوف تفتح من جهة اليمين. The next station is Al-Qusais. Doors will open on right-hand side. लगाइज अब हामी चाहिँ चढिसक्यौँ गाडीमा। एटिसल्ला स्टेसनबाट अब बुझेराको लागि। बाई बाई दुबई, बाई बाई। हिँडेको हामी अब लाग्यो गाइस। फेरि आम्ला भन्दा पनि जाने बेलामा आउँला। सार्जाको सिमेन्ट फ्याक्ट्री अरे नेक्स्ट स्टेसन। लाग्यो गाइस अब है। सार्जा आइपुग्यो गाइज। चाहिँ सार्जा हो। बवाल छैन त सार्जा। शारजा है गाइस।
गाइस शारजा पनि बबाल छ यो शारजा पनि बबाल छ फुलहरू यसरी रोपिएको छ ट्याक खजुरको फेदमा के अरे यो त सयपत्री फुल रहेछ गाइस रात पर्दैछ माथि हाम्रो रुममा पुग्दा त झमक्कै रात पर्ने भएछ डुलाइदिएर भयो गाइस के गर्नु कोही बेला डुल्नै पर्यो के कसो होइन त बबाल छ बबाल ल अब हिँड्दै पुगिसक्यो यो पाहाडतिर हामी बसेको ठाउँ चाहिँ पाहाडमा हो अब पाहाडै मात्र चाहिँ सबै चट्टानको पाहाड हो क्या गतिलो पाहाड छ याद छु यस्तै छ गाउँमा बसिएको छ दुबईहरू त पुरा गाउँ हो हामी बसेको ठाउँ चाहिँ बुझेर हो यस्तै छ है यस्तै छ गाडीमा यात्रा गर्दा भक्क नर्सरी यसो सानो छेउछेउमा दोकानहरू यताउति हेर्दाखेरि त नि ठ्याक्कै हो मलेखुतिर जस्तोका फिल आउँछ यताउति पाहाड पनि ठ्याक्कै यस्तो चोकमा उयो लाएर दोकानहरू लाएर मान्छे बसेको कि ठ्याक्कै मलेखुतिर जस्तै الموقف التالي مستشفى مسافي मसाफी ستوبيز ठाउँको नाम पनि मसाफी مزافي هوسبيتال मजाफी हस्पिटल यस्तो जग्गा यस पाहाड सब समुद्र सुकाएर बनाएको पाहाड हो क्या यो आज चाहिँ बर्थडे हो होइन मेरो प्लस क्रिसमस पनि हो अब टक्क यहाँनिर चक्लेट चाहिँ लिएर गएर बाँडिदिनु पर्यो गाइजहरूलाई सहर गएको घुम्नु के लिएर आउँछस् भन्दै थियो होइन टक्क अब यहाँबाट लगेर जान्छु लगिदिनु चाहिँ कुन खालको चक्लेट लगिदिउँ भनेर है गाइज र अब आजको मेरो यो लास्ट भ्लगको पार्ट हो थ्याङ्क यू सो मच वाचिङ फर माई लाइफ इङ्ग्लिस बोल्नु चाहिँ मलाई यति आउँछ अनि के अरे सबैजनालाई धन्यवाद है आज भिडियो एकदम थाकिएको छ अनि यस्तै रहेछ हो ल गाइज ओके हस् बाई गुड बाई भन्नु त हुँदैन अरे टाटा बाई बाई अब नेक्स्ट भ्लगमा भेटौँला सबैजना है ओके ल ओके बाई